सेनामेना अलिकति यहाँ अलिकति अब ठुले घरनाको भएर चाहिँ अलिकति सेनामेना धेरै चाहिने भयो। त्यसले गर्दाखेरि मैले सेनामेना अलिक थपेर लिएको छु। हजुर त्यसमा चाहिँ म गल्ती अस्ति बोले भन्दा धेरै भयो, माफ माग्न चाहन्छु। र अब यो बाटोमा चाहिँ मैले सेनामेना ल्याइ पुऱ्याएँ है। हामी थाकिसकेको छ, धेरै टाढोबाट आएको हामी भनेर चाहिँ तपाईँसँग यहाँनिर यसो झप्का भेट गरेको हो। अब हजुरले कसो गर्नुहुन्छ? हाम्रो हुकुम बेगर यहाँबाट बाहिर जानु नपाई अनि बेहुलीटी पठाउँछु, त्यहाँदेखि जतासुकै जग्गा। नमस्ते, सेवा एन्ड स्यामुना। आज म एउटा राई समुदायमा हुने विवाह र त्यसभित्रको केही संस्कार संस्कृति देखाउने कोसिस गर्दैछु। हाम्रो ह्यान्डसम बेहुला हुनुहुन्छ रविन्द्र राई, त्यस्तै राम्री बेहुली सीमा राई। अनि यो रहेको छ राई सांस्कृतिक विवाहको केही झलकहरू। विवाह सुरु हुन्छ। बेहुलाको घरको सुतुलुङ अर्थात् चुलाबाट सुतुलुङको पूजापछि बेहुलाको आमा बाबाले आशीर्वाद स्वरूप सेतो चामलको टीका लगाएर बेहुलालाई सुतुलुङबाट बाहिर निकालिन्छ। बेहुलाको चेलीहरू कलशको पानीले वरिपरि घुम्दै पर्छिँदै आफ्नो माइती राजाको नयाँ जीवन सुख सम्पन्न होस् भन्ने कामना गर्दछ। घरबाट जन्ती निक्लन्छ। बाटैमा बेहुलीपट्टिको बुढौलीहरूलाई फुलमाला लगाई स्वागत गर्दछ। अनि बेहुलापट्टिको बुढौलीले बेहुलीपट्टिको वातुङलाई सेतो फेटा लगाई आदर गर्दछ। अब सुरु हुन्छ बुढौलीहरू बीचको केही कुराकानी। अलि म साह्रो भन्नुहोस् है, अब काम कार्य सबै कुरो हाम्रो तिथि मिति सबै कुरो तोकिएको अब सकिएको अस्ति नै। आजको दिन चाहिँ अब हाम्रो बुहारीलाई होइन लिनु आएको हो मेरो सेनामेना लिएर। सेनामेनामा तपाईँको अस्ति अलिकति बोलीमा अलिकति कम्ती भन्नुभएको थियो, फेरि बिचमा कता कता कनेक्सन बात भयो। बात भएर हामीले सातो र यो बाजा पनि लिएर आयौँ। सेनामेना अलिकति यहाँ अलिकति अब ठुले घरनाको भएर चाहिँ अलिकति सेनामेना धेरै चाहिने भयो। त्यसले गर्दाखेरि मैले सेनामेना अलिक थपेर लिएको छु। हजुर त्यसमा चाहिँ म गल्ती अस्ति बोले भन्दा धेरै भयो, माफ माग्न चाहन्छु। र अब यो बाटोमा चाहिँ मैले सेनामेना ल्याइ पुऱ्याएँ है। हामी थाकिसकेको छ, धेरै टाढोबाट आएको हामी भनेर चाहिँ तपाईँसँग यहाँनिर यसो झप्का भेट गरेको हो। अब हजुरले कसो गर्नुहुन्छ? भित्र खुलाउनुहुन्छ कि कुखुराको खोरतिर खुलाउनुहुन्छ कि बाख्राको खोरतिर खुलाउनुहुन्छ कि कता खुलाउनुहुन्छ? सेनामेनाको संख्या चाहिँ कति होला हजुर? संख्या त मैले भने हजुर अस्ति हाम्रो 11-12 को हो। 12 र 13 12 भन्नु सकिँदैन, 11 र 13 को हो। आज 21-25 नै पुग्यो होला हजुर। मैले गिन्ती गर्दा गर्दा मैले बिर्सिगएँ। हाम्रो पनि हजुर तयारीमै छौँ। छैन यो चाहिँ बाटोमा लामचोपा हामी अब मेरो सेनामेनाले आज त बिहे त धेरै ठाउँमा छ भन्छ, कसको घरमा आउनुभएको? हामी चाहिँ तपाईँको निनामा चोकको धर्मराज बाटो बिराएर धेरै ठाउँमा छ नि त, धेरै ठाउँमा हुनसक्छ नि। अनि आज चाहिँ अब तपाईँहरूले पहिले नै कुरो अब म एकछिन धेरै घाममा राख्दिनँ, किनभने घाममा राख्यो भने पालो त होइन। आज त यहाँ घाममा सेकाउने काम हाम्रो। हामीले के भन्यो, बस भनेपछि जसो गऱ्यो त्यसै गर्ने। तर लास्टमा चाहिँ तपाईँहरूले ताली पिट्दै जानुहुन्छ छोरी लगेर, अनि हामी त हेरेको हेरेँ। त्यसले गर्दा धेरै म तन्काउँदिनँ।
तपाईँले बेहुलीकै काका पर्नु हो चल्दैन हामीलाई कति चल्छ सुँगुरको खोल कति बनाउँछ सुँगुरको खोल चाहिँ छ यहाँ होसियार गर्नु होला बोल्नु छोड्नु भयो उहाँले स्वीकार गर्नु होला अलि अघि नै अब अघि तपाईँहरूलाई धेरै फोनमा सम्पर्क भयो क्या हो त्यसले गर्दाखेरि रहेछ मैले त बुझिसकेँ अनि त्यसले गर्दाखेरि हजुर टाढोबाट आउनुभएको भोजपुरबाट होइन त भोजपुरबाट उठियाबाट आएको भन्नु हुँदैन तपाईँहरूको मोथामा माङ कुना हिँडेको चाहियो भोजपुर भरेको लागि यो चाहिँ तपाईँहरू थाकेर आउनुभयो भनेर त्यो चाहिँ टिम छ है हजुर सबैजना नमस्कार केही बेरको छलफलपछि बेहुलीपट्टिको चेलीबेटीहरूले बेहुलालाई स्वागत स्वरूप सेतो कपडाको फेटा थपिदिनुहुन्छ। जन्ती पर्सिनु अघि मैले कहिल्यै नदेखेको संस्कार देख्न पाए। जन्ती पर्सिएसँगै हामीलाई भित्र पस्ने अनुमति मिल्यो। भित्र पसेपछि सबै जन्तीहरूलाई एकै ठाउँमा राखी ठट्यौली गर्दै आगो बाली धुवा खुवाउने रीतिरिवाज पूरा गरियो। कुकुर नेपाली धर्ममा पाल्न नि कुकुर चाहिँ सुङखिम रुङमाको डिम्नो भने त्यो सिमराई क्या सुङखिम लुङखिम मुङखिम भने म सबै भनिनँ लुङखिम भने हाम्रो खिम बस्ने खिम होइन कुकुर चाहिँ सुङखिम हजुर रुखपातको घर हजुर यो सुङखिम भनेको काठको घर सेउला पाना त्यस्तो मेरी लामो लाभो उता चाहिँ आज रातभरि हजुर बस्नु पाइन्छ नि पाइन्छ बस्नु माग्नुहुन्छ होला नि हामी त बस्नु त माग्ने हो अब माग्ने चाहिँ हाम्रो बस्नु पर्यो तपाईँहरूले जिम्मेवारी लगाएपछि हामी नछोड्नु पर्यो। यो थलो चाहिँ हामी जतिखेर पनि आउँछौँ यहाँ चेक गर्नु आउँछौँ के माग्नु आउँछौँ अब के माग्नु भने तपाईँलाई थाहा भइहाल्यो होला कसो माग्नु आउँछौँ के माग्नु आउँछौँ अनि यो हामीले हाम्रो हुकुम बेगर यहाँबाट बाहिर जानु नपाई अनि हामी बेहुली पठाउँछौँ त्यहाँदेखि जतासुकै जग्गा जानु अनि यो मुद्दुम भनेपछि पुर्खाहरूको सुम्निमा र पालाङको पालादेखि भइआएको आलुदाका तिरासाङाको होइन उम्बुसिदाका तिरासाङा भनेपछि जतिखेर हामी उत्पत्ति भयो सुम्निमा र पार भयो त्यतिखेरको यो कल्चर हजुरहरूलाई यहाँ बस्नुको लागि यो घर दिएको आज अनि हामी जता बोलाउँछौँ त्यता एकजना तपाईँहरूले सबैले भनिदिनु एकजना चाहिँ छोड्नु नपाए धन्यवाद अब ल उहाँहरूलाई यो जिम्मेवारी लाउनु भएको छ। यो सुङखिम हो यो सुङखिममा चाहिँ जति मान्छे हामी उहाँदेखि आएको थियो त्यतिकै यहाँ बस्ने हो। यहाँदेखि उठेर फेरि गयो फेरि म फेरि जरिमाना हाल्ने हो मैले उहाँहरूलाई चाहिँ जरिमाना दर हुन्छ उहाँलाई चाहिँ के तर मैले हजुरकोले मलाई हाल्ने हो हजुर म यता हाल्ने हो क्या फेरि हजुरहरूले भन्नु मात्रै हो सहजीकरण हामी गरिदिन्छौँ उहाँ प्रधान सेनापति स्वीकार्नु होला। बेहुलालाई बेहुलीको घरको सुतुलुङ अर्थात् चुलाभित्र छिराउने कार्य भयो।
घरबाट बिदाई गर्दै गर्दा घरकै अगाडि बाटोमा दुईवटा रुखहरूको हाँगा गाडेर बीचमा बलो तेर्साएर गेट जस्तै बनाएको थियो र त्यही बलोमा एक ठूलो टुक्रा सुँगुरको मासु झुन्ड्याएको पनि थियो। कुरा बुझ्दा जन्तीहरूले त्यो गेट भत्काएर त्यो झुन्ड्याएको मासु लग्नु पर्ने रहेछ। यो चाहिँ म अलिक मार्ने मजाले दर्शाइदिनुहोस् है। के पासा खुट्टा धोएको बेहुलाको आमा आफ्नो नयाँ बुहारी भित्र्याउने तम तयारीमा बस्नु भएको रहेछ र अन्त्यमा बेहुलाको आमाले वाबु अर्थात् चिन्डोको पानीले पर्सिँदै बेहुलीलाई तानेर आफ्नो घरको सुतुलुङ भित्र छिराउनु भयो। पर्दैन बेहुलाले सुतुलुङको पूजामा चाहिने कुखुराको एउटा भाले र पोथीको रगत चढाउँदै बेहुला बेहुली भित्राउने कार्य सम्पन्न भयो। तपाईँले गर्दाखेरि के कसो देखियो त यो सबै पनि भन्दै जाने तपाईँले भन्ने त्यसले गर्दाखेरि हाम्रो रविन्द्र राई र सीमा राईको राम्रो सुबे थपे होस्, तिमीको भविष्य राम्रो होस्। जसरी आज हामीले ताने दाना लगेर उहाँलाई लिएर आयौँ खुसीको साथमा उनीहरूको भविष्य पनि फलोस् फुलोस्। अनि आफूभन्दा सिनियर आदरणीयहरूले बाबुआमाहरूलाई देवादेमा सबैको सदर आदर गर्ने हो, आफूभन्दा मुनिलाई माया गर्ने हो। अहिलेको जमानामा समयमा त यही हो, सम्पत्ति दिएर पनि सकिँदैन होइन। दुःख सुख परेकोलाई हेर्ने हो, सदा माया गर्ने होस् भन्दै हामीले हाम्रो अब यहाँ मामा अबदेखि घरदेखि तपाईँको साचोमा गर्दैछु है। लु मामाले ल है सेवा कृपा दया सम्पूर्ण सबैजना आशीर्वाद दिनुहोस् है त। आजको दिनमा नेपालीमा गरौँ। आजको दिनमा यो शुभ विवाहमा रविन्द्र राईले सीमा राईलाई जसरी दुलै भित्राएर आज लक्ष्मी भित्रायो त्यसरी सदा दिन उजेलो भएर जाओस्, भोलि पर्सि आगु परागु पनि उजेलो भएर जाओस्। उहाँहरूले हाकेको ताकेको चिताको पुगोस्, छोरा पनि होस् छोरी पनि होस्, छोराछोरीले डाँडा
काँडा ढाकोस् सबै शाखा सन्तान होस् आरी माइसी हुने आरिस दाई नगरोस् राम्रो भएर जाओस् भोलिको दिनमा फलोस् फुलोस् फुल फुलोस् र फल पनि लागोस् आयुदार भयो सही वर्षसम्म टिकाउ भएर जाने कसैको तलमाथि आँखी भुलचुक नहुने दुईजना सँगसँगै यसरी बाँचेर जाने छोराछोरी सबै डाँडाकाँडा राख्ने भएर जाओस् भोलिको दिनमा नराम्रो नमिठो अमिलो तितो पिरो भएर बस्नु नपरोस् जहिले तैले गुलियो भएर बस्नु परोस् त्यसरी नै जसरी धामीले कुलमा लागियो त्यसरी नै जहिले भित्रिएर